ठीक छ स्टुडेन्ट्स, आज हामी एउटा धेरै इन्ट्रेस्टिङ टपिक पढ्दैछौँ, हाउ ड्राइभरलेस कार्स विल चेन्ज आवर वर्ल्ड बाई जेनी क्युस्याक, 30 गते फागुन 2021। अब ध्यान दिएर सुन्नु है, यो आजको समयसँग जोडिएको फ्युचर टेक्नोलोजी हो। अब लेखकले सुरुमा एउटा रियल सिन देखाउँछिन्। युएसए को फिनिक्स एरिजोना भन्ने सिटीमा रातको समय छ। सडकमा स्ट्रिट लाइट्स बलिरहेका छन्, वातावरण शान्त छ र ट्राफिक धेरै छैन। त्यही बेला एउटा कार आउँछ, तर यो साधारण कार होइन। यसको अगाडि विन्डसिल्डमा ग्लोइङ डब्ल्यू लोगो देखिन्छ, जुन ब्लू र ग्रीन लाइट मिक्स भएर चम्किरहेको हुन्छ, जसले वेमो कम्पनीलाई रिप्रेजेन्ट गर्छ। कार एकदम मोडर्न र क्लिन डिजाइनको हुन्छ, तर सबैभन्दा सरप्राइजिङ कुरा के हो भने भित्र कुनै ड्राइभर छैन। स्टियरिङ व्हील छ, तर कसैले चलाइरहेको छैन। फ्रन्ट सिट खाली छ र कार आफै स्मुथली मुभ गरिरहेको छ। अब यहाँबाट हामी बुझ्न सक्छौँ कि यो ड्राइभरलेस कार हो, जसलाई अटोनोमस भेहिकल पनि भनिन्छ। यस्तो कार चलाउन ह्युमन ड्राइभर चाहिँदैन, किनकि यसमा एडभान्स टेक्नोलोजी युज गरिएको हुन्छ। कारभित्र सेन्सर्स, क्यामेरास, रेडार सिस्टम र एआई सफ्टवेयर हुन्छ, जसले बाहिरको पूरा इन्भाइरोमेन्ट बुझ्छ। यी सेन्सर्सले 360 डिग्री भ्यू दिन्छन्, जसले अगाडि, पछाडि र दुवै साइडमा के भइरहेको छ भनेर डिटेक्ट गर्छ। ट्राफिक लाइट्स, पेडेस्ट्रियन्स, अन्य भेहिकल्स सबै कारले अटोमेटिकली आइडेन्टिफाई गर्छ र सही डिसिजन लिन्छ। अब त्यो कार सडकमा आएपछि स्लोली कर्ब साइडमा पर्फेक्टली स्टप हुन्छ र आफै पार्क गर्छ। यो सबै प्रोसेस अटोमेटिक हुन्छ, कुनै ह्युमन कन्ट्रोल बिना। यो सर्भिस वेमो वान रोबोट्याक्सी सिस्टम हो, जुन मोबाइल एपबाट बुक गर्न सकिन्छ। प्यासेन्जरले फोनबाट कार रिक्वेस्ट गर्छ र लगभग 10 मिनेट्सभित्र कार आइपुग्छ। जब कार आउँछ, फोनमा नोटिफिकेसन जान्छ यो राइड हैज अराइभ्ड भनेर। अनि जब प्यासेन्जर भित्र बस्छ, कारले पोलाइट ह्युमन लाइक भोइसमा स्वागत गर्छ, गुड इभिनिङ, दिस कार इज ऑल योर्स विथ नो वान अप फ्रन्ट। यसले देखाउँछ कि कार फुल्ली अटोनोमस छ, तर युजर फ्रेन्डली पनि छ। अब प्रश्न आउँछ, यस्तो टेक्नोलोजी किन बनाइएको हो? यसको मेन पर्पस सेफ्टी, एफिसियन्सी र कम्फर्ट हो। अहिले वर्ल्डमा हरेक वर्ष लगभग 1.3 मानिस रोड एक्सिडेन्ट्समा मर्छन्। धेरै एक्सिडेन्ट ह्युमन एररले हुन्छ, जस्तै ध्यान नदिने, टायर्ड हुने, स्पिड गर्ने वा ट्राफिक रुल फलो नगर्ने। त्यसैले ड्राइभरलेस कारको आइडिया के हो भने ह्युमन मिस्टेक कम गरेर रोडलाई सेफर बनाउने। एआई सिस्टम कहिल्यै टायर्ड हुँदैन, डिस्ट्र्याक्सन हुँदैन र कन्सिस्टेन्ट डिसिजन लिन्छ। तर यो टेक्नोलोजी सजिलो भने छैन। रियल वर्ल्ड ट्राफिक अनप्रिडिक्टेबल हुन्छ। मानिसहरू सबैले रुल फलो गर्दैनन्। कोही अचानक ब्रेक लगाउँछन्, कोही रङ लेनमा जान्छन्, कोही पेडेस्ट्रियन अचानक रोडमा आउँछ। अब ड्राइभरलेस कारले यी सबै अनएक्सपेक्टेड सिचुएसन्स इन्स्ट्यान्ट बुझ्नुपर्छ र सही डिसिजन लिनुपर्छ, जुन धेरै ठूलो च्यालेन्ज हो। अर्को इम्पोर्टेन्ट कुरा भनेको रिस्पोन्सिबिलिटी हो। यदि एक्सिडेन्ट भयो भने जिम्मेवार को हुन्छ भन्ने प्रश्न आउँछ, किनकि यहाँ ड्राइभर नै हुँदैन। त्यसैले इन्स्योरेन्स सिस्टम, ल र अकाउन्टेबिलिटी फ्रेमवर्क चेन्ज गर्नुपर्ने हुन्छ। पहिले ड्राइभर रिस्पोन्सिबल हुन्थ्यो, तर अब सिस्टम वा कम्पनी जिम्मेवार हुने सम्भावना छ भन्ने डिस्कसन भइरहेको छ। एक्सपर्ट्सहरूले पनि यसबारे आफ्नो ओपिनियन दिएका छन्। क्यामेला फाउलर भन्छन् कि गोल भनेको सेफर रोड्स बनाउनु हो र अटोमेसनले फेटालिटिज कम गर्न सक्छ। डेभिड हाइन भन्छन् कि ड्राइभरलेस कारले ह्युमन ट्राफिक बिहेभियर ह्यान्डल गर्नुपर्छ, किनकि मानिसहरू प्रेडिक्टेबल हुँदैनन्, कोही स्पिड गर्छन्, कोही रुल ब्रेक गर्छन्। रिचर्ड जिङ्क्स भन्छन् कि इन्स्योरेन्स इन्डस्ट्री नै चेन्ज हुनुपर्ने अवस्था आउँछ, किनकि ड्राइभिङ रिस्पोन्सिबिलिटी ह्युमनबाट सिस्टममा सिफ्ट हुन्छ। अब फ्युचर भिजन के हो भने फुल्ली ड्राइभरलेस वर्ल्ड बनाउने, जहाँ कार्स, ट्याक्सिस र डेलिभरी सिस्टम्स सबै अटोनोमस हुनेछन्। स्मार्ट सिटिज डेभलप हुनेछन्, ट्राफिक सिस्टम एफिसियन्ट हुनेछ र ट्राभल सेफर हुनेछ। तर अहिले हामी त्यो स्टेजमा छैनौँ, हामी डेभलपमेन्ट र टेस्टिङ फेजमा छौँ। त्यसका लागि एउटा स्पेशल टेस्टिङ प्लेस छ, म्याकिटी टेस्ट फेसिलिटी, जुन युनिभर्सिटी अफ मिशिगनमा छ। यो एउटा आर्टिफिसियल मिनी सिटी हो, लगभग 16 एकर्स एरियामा फैलिएको। यहाँ रियल सिटी जस्तै रोड्स, ट्राफिक लाइट्स, स्टप साइन्स, बिल्डिङ्स, पेडेस्ट्रियन पाथ्स र रेलवे क्रसिङ्स बनाइएको हुन्छ। यहाँ ड्राइभरलेस कार्सलाई रियल लाइफ सिचुएसन जस्तो इन्भाइरोमेन्टमा टेस्ट गरिन्छ। जस्तै बच्चा अचानक रोडमा आयो भने कारले के गर्छ, दुई कार्स एउटै इन्टरसेक्सनमा आयो भने कसरी ह्यान्डल गर्छ, ट्राफिक ज्याम, इमर्जेन्सी ब्रेकिङ र अनएक्सपेक्टेड अब्स्टेकल्स सबै सिनारियो टेस्ट गरिन्छ। अब हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने ड्राइभरलेस कार केवल एउटा भेहिकल होइन, यो भविष्यको ट्रान्सपोर्टेसन सिस्टम हो, जसले हाम्रो यात्रा गर्ने तरिका पूर्ण रूपमा बदल्न सक्छ। फाइनल एन्डिङ मेसेज। ठीक छ स्टुडेन्ट्स, आजको लेसन यहीँ स्टप गर्छौँ। आशा गर्छु तपाईहरूले ड्राइभरलेस कारबारे क्लियरली बुझ्नुभयो।
यदि यो एक्सप्लेनेसन हेल्पफुल लाग्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। र याद गर्नु है, टेक्नोलोजी हाम्रो फ्युचर हो, तर अन्डरस्ट्यान्डिङ हाम्रो पावर हो। साथै नोट्स, एक्सरसाइजेस र मिनिङ्स सबै मेरो वेबसाइटमा उपलब्ध छन्। त्यसैले डिस्क्रिप्सनमा दिएको लिङ्कमा क्लिक गरेर र पिन्ड कमेन्टबाट गएर चेक गर्नुहोस्।